हेलो साथीहरु, आज हामीले चाहिँ बोडीको तरकारीहरु लगाएको थियौं हैन। यो तरकारीमा हामीले खाने भन्दा त्यो भन्दा धेरै चाहिँ झारले खाने भयो। यो हामीले भन्दा धेरै झारले खायो भने हामीले लगाएको के फाइदा भयो? त्यो भएर आज चाहिँ यसलाई राम्रो तरिकासँग बोडेर नि झार फाल्दिनु पर्ला र हामीले खानु पर्ला भने साथी हो। अनि हजुरहरुकोतिर पनि लगाउनु भएको छ के गर्नु भएको छ? नलगायो भए म चाहिँ लगाएको छु। बाडी चुली सबैले खाउँला सिधा चाहिँ यसो सम्पर्क गर्दै गर्नु होला। नभए त हजुरले चाहिँ कमेन्टमा लेखेर पठाइदिए पनि म डेलिभरी गरिदिन्छु। कमेन्ट गरेर पठाइनु होला। अब खासै यही हो, हेर्नुस् घर गाउँले जिन्दगी। अब घर गाउँमा बसेर अब खाना पाइन्छ। घरको अर्गानिक तरकारी हो यो। मेहनत गर्न पर्छ, यसरी गोडबेल गर्नु पर्छ हजुर। यति नगरिकन कहाँ खाना पाइन्छ र? दुःख त गर्नै पर्यो हजुर। अब हामीले खुद खाने भने कत्रो मिहिनेत गरेर लगाइया छ। यो खाएको छ झारले। अब हामीले के खाने, के खाइन्छ हामीले? ये है के भनौँ र साथी हो। बसेर गर्नु के नउभिनु, बसेर गर्नु त। तपाईँ त गफ अरे काम मन त गफ गफै धेरै भयो है। अब यो गोडिएर त म गोड्छु, नगर्ने होइन, मैले गोड्छु। तर यो उड्केरी बसेर गोड्न मलाई साह्रै हुन्छ। बरु बसेर गोड्न सक्छ कि उमेर गोड्न सकिन्छ। के कुर्सी ल्याइदिने हो? बसेर गोड्न नसकिने हो हजुर, कुर्सी ल्याइदिने हो र? अब कुर्सी लाएर पनि के गर्नु? फेरि हाम्रो साथीहरूले कुर्सीमा चट्ट बस्या छ भन्नु होला सबै साथीहरूले। अब यो त अल्छी पाराको मान्छे रहेछ। यसले खासै गर्ला भने जस्तो त देखिएन। कति झार्यो जति गोडे पनि यहाँ त यो ठाउँमा त असाध्यै घाँस हुँदैछ नि। यहाँ के अरे गाई भैँसी वस्तुहरू पाल्न पनि एकदम सजिलो। घाँसलाई केही दुःख छैन कि। काट्यो पलाकै छ हेर्नु न, कति घाँस गोडीहरू लगाएको पुरै झारै झार्छ नि त। यो बुढाले के गर्नु भएको कि नगोडेर? अब आजै सबै गोडेर त फेरि भोलिलाई पनि गोड्ने होला। आजै सबै काम गरेर सिद्धाएपछि अब सबै गोडेपछि भोलितिर फेरि के गरेर दिन बिताउने, के गरेर चाहिँ कसरी चाहिँ टाइम पास गर्ने के? टाइम पास त भइहाल्छ नि। काम त कति हुन्छ। काम त गरे गर्न पर्छ के। काम गर्न गरिकन माम छैन है। त्यस्तो फल्न लाकोलाई त हेर्न पर्यो नि हामीले। यिनलाई स्याहार सुसार गरेको खान पाइएला। यिनलाई नगर्छ कहाँ खान पाइन्छ र हजुर? ए त्यो हो? त्यो मलाई थाहा भएन त। ल हामी दुईजनाले झार गोडेको बोडीमा हजुरहरूले मन परे लाइक फलो गर्न चाहिँ नबिर्सनु ल हजुर। हस् त धन्यवाद। टिङ टिङ।